बेहुलाको गाडीबाट चोरेर ल्याएको आन्टी तपाईँको के टाइट भयो अरे मलाई यो मेकअपले चाहिँ सुहाउने पहिला बसो गफ गरौँ हुन्थ्यो अब त भेट भयो कि टिकटक फोटो भिडियो होइन भन्नु न जमाना त्यस्तै छ समय अनुसार त चल्नु परेन त ल भन्नु तपाईँलाई मन लाग्छ कि लाग्दैन फोटो खिच्न आज फेरि शुक्रबार मेरो जेठी छोरीलाई पनि लिएर जाँदैछु म आज त बिहेमा जाँदा राम्रो लागिरहेछ ल गाइस खाने चाहिँ होइन रोहरले कुदेको आँखा पछ्याउँदै पछि हिँडेपछि आन्टीको पछि पछि लाग्ने हो हामी चाहिँ शुभ विवाह कन्यादान कार्यक्रम कन्यादान होइन काम छैन हामीलाई न हामी कन्यादान गर्ने न केही लेख्ने ठाउँमा जाउँ ठुलो बा लेखनदासमा बस्नु भएको यता लेखिछ यो खानु लेखेर कि यो भात खाएर खानु कि लेखेर खानु अनि लेख्नु सान जेठा राई हरि बस्ने लेख्ने ठाउँमा हरि राई लेख्नु हुन्छ बुढी मान्छेसँग भयो सजिलो हुन्छ भनेर उही अल्मलिनु हुन्छ लाइन बस्दा बस्दा लिएर आएको हाम्रो खाना अब खाने होइन आन्टीले त उहिले धेरै बिहानदेखि नखाइ बस्नु भएको थियो हो बिहे भनेर आन्टी त बेलुकै नखाइ बस्नु भएको रहेछ धेरै खानु होइन मेरो छोरीले पनि खान थाले शुक्रबार परेकोले फाइदा पर्यो होइन गाइस खाइम ल आन्टी त गइसक्नु भयो हामी एकलट त खायो थपौँ कि नथपौँ न लाज हुँदैन के को लाज हो खानु बोलाएपछि यहाँ नै थाल खाली भयो मेरो चाहिँ भएको छैन तर गाई मलाई यो मेकअपले चाहिँ सुहाउने होइन सनाले आन्टी उहाँ गएर गम के गम हान्नु थाल्नु भएछ हामीदेखि भागेर हो है अहिलेसम्म गम हामीसँगै खानुभयो अहिले टाप आन्टीलाई यहाँ आउनु नदिउँ है चल्न नजानु जाम ल आन्टी मात्रै थप्ने हान्छ कि थपियो फेरि होइन थपियो सँगसँगै दही पनि थापियो होइन थपेर ल्यायो लगाइ भन के अरे के रहेछ अरे धनी रहेछ है होइन त आन्टी खान पाएपछि त मान्छेलाई अरे खानु पनि खाइयो सबैजना गए हेर्नु न दही चाहिँ क्या दहीको गिलास हेर्नु सक्नुहुन्छ खाइएन छ है धेरै दही त आन्टी यहाँ आन्टीले 3टा 4टा खाएको गाइस खायो अरे हिँड्यो कुदेको नि नाच हेर्नुलाई अब आफ्नै माइती गाउँको भन्छन् कोही चिनेको मान्छे देखिनँ मैले गाइस यहाँ डान्स भइरहेछ के गर्नु एउटै चिनेको मान्छे देखिनँ हो एकजना चाहिँ भेट्यो एकजना चिनेको बिचरा आन्टी नाच्दै अरे लु आन्टी हो आन्टीको लागि हुटिङ जान्न नाच्ने प्राइस लगाइ हाम्रो चाहिँ बिएसए खाएर पनि आयो होइन हामीमा केही परिवर्तन देख्नु भयो त केही छैन केही देख्नु भएन आन्टी मलाई देख्नु भएन मैले त देखिरहेको छु किन भन्नु बेहुलाको गाडीबाट चोरेर ल्याएको फोटो खिचौँ भनेको भएन कि त्यही भएर फुलै झऱ्यो मेरो हातमा आएको मैले चोरेको होइन अब मेरो परिवर्तन चाहिँ के भने मासु सासु खाएर गाला पुक्का पुक्का लागिरहेछ तपाईँको के टाइट भयो अरे मेरो त टाइट भयो मासु त छैन होला साथीहरू अब चाहिँ हामी गएको बाई